खोर्सानीको प्लास्टिक छेडाइछ है। अरूले चाहिँ कतिले चाहिँ 2 लाइन गर्दो रहेछ नि, तर 3 लाइनै रोप्दा पनि केही फरक पर्दैन खोर्सानीले। यतातिर त अझै पनि कतिजनाले त डबल 2 बोट एकै जग्गा रोप्छ र पनि हुँदो रहेछ। खोर्सानीले चाहिँ बाक्लो चाहिँ आरामले बर्दाश्त गर्छ। त्यो खालके कोइला ठिक्कैको धुलोमा छेड्यो भने चाहिँ झार अलिक कम्ती आउँछ। ठुलो धुलोमा पनि अलिक समस्या हुँदो रहेछ हो। यसरी दिएको दिएकै अब बिउ रेडी छ हो। अस्ति जम्मैभन्दा लास्टमा राखेको थियो, पुरा बिउ अग्लो अग्लो भएर चाहिँ यहाँ रोपिरहेको छु। यति यतिको भइरहेछ। यसरी चाहिँ एकैछिनमा म 1 ब्यारल चाहिँ आधी घन्टामा छेड्दिन्छु। यस्तै छ, उँधो उँधो रोप्दै पनि छु।